गण्डीले गीत गाउँदाखेरि दुधे बजारमा हुनुपर्छ है खल्ली खल्ली एकछिन भाइ एकछिन आई लभ यु भन्छु पक्का भेट भइसकेछ होइन अनि कहाँ आउँछ आज तिमीहरू भन त कहाँको कुन ठाउँको अनि कस्तो हुँदैछ मेला घुमाइ मजा आउँदैछ पोहोरको रमाइलो यो पालिको रमाइलो हो अनि लिम्बू आफ्नै देशमा आउनु पर्दैन र आफ्नै देशमा आउनु पर्दैन नि लिम्बूहरूको देशमा हो अनि लिम्बू हो कि होइन लिम्बू हो लिम्बू एमै देख्छु त अब त हो ए होइन मिलन चोकमा आएर यहाँ कुन रमाइलो मेला कस्तो लागिरहेछ सोल्टाहरू भएको भएर रमाइलो हुन्छ होला होइन सोल्टाहरू भएको हो शुभ नाम थियो भनिदिइराखेर जानु न तपाईँको तपाईँको धन्यवाद मेरो नाम चाहिँ जुन प्रसाई मेरो घर मेरो जन्मघर काठमाडौँ एकछिन भाइ एकछिन आई लभ यु भन्छु पक्का आज यस बृहत कार्यक्रममा मलाई पनि शासक प्राणान्त तौलाउरी पर्वको
उपलक्ष्यमा मलाई बोलाउनु भयो। हुन त म कतैबाट लिम्बू जस्तो देखेको छैन होला यो पेनीमाको यात्रामा लेख्नु मनपर्छ। आयोजक पनि धेरै भनेर त्यसरी सूर्यभाइ अनि त्यसरी पत्रकार तथा भने कि एकदमै मल्टी ट्यालेन्टेड हुनुहुन्छ भूपेन्द्रजी। भूपेन्द्रजीलाई धेरै धन्यवाद। अनि मेरो पोडकास्टमा कसले हेर्नु भएको थियो? एक समयमा म कुनै लभ गुरु भएर हेरेको थिएँ नि त। अनि त्यो इन्टरभ्यू ल्याउने चाहिँ हुनुहुन्थ्यो यहाँ दुधेकै हुनुहुन्छ उहाँ पनि प्रयास बान्तवा राई। उहाँलाई पनि धेरै सम्झेको छु। प्रयासजीले मलाई धेरै नै चिन्नुभयो। अनि धेरै नबोलिकन तपाईँहरूले सायद सुन्नु भएको छ होला त्यो गीत सुनाउँछु सङ्गीत भयो ल हेर्नुहोस् यसरी नाच्न कतिको रेडी हुनुहुन्छ? साँच्चै हो ठ्याक्कै यहाँ हेर्न सक्नुहुन्छ होइन लिम्बूहरूको नि म्युजिक भिडियो रेकर्ड गर्दै हुँदो रहेछ। यहाँ डाइलग सोधेको मैले ठ्याक्कै म्युजिक भिडियो बनाएको भाइ लिम्बूको भनेर भन्नुभयो त क्यामेराम्यानले क्यामेरा कस्तो यहाँ हुनुहुन्छ होइन कस्तो राम्ररी सुटिङ हुँदो रहेछ। मेरो कस्तो हुन्छ होला यो सुटिङहरू गरेको ठाउँ भनेको त यस्तै मेलाहरूमा बजारहरूमा कुनै कुनै त्यो घुम्ने ठाउँहरूमा सुटिङ गर्दैछ म्युजिक भिडियो। मैले फर्स्ट टाइम यहीँ हो होइन म्युजिक भिडियो सुटिङ हुँदै गरेको ठाउँले देखेको मैले होइन। पुरा कस्तो लाग्यो म्युजिक भिडियो सुट गरेको ठाउँ होइन।
Thank you.